Yelaya Sunakuti Polistayana Togo, Bindaya Bare, Deka Togo Meya music video, Sarsanik Chukudu. Sadiba, Yenjugu Jazole, Hasya Kalakarpi, Madan Krishna Sresta, Wahibangsa Achari, Mihalami Rupis Dongolansia Digo, Meya music video, Pito Boja, Yanadigo Ka. दर्शन यावनिनु पासा दर्शन यावनिनु दर्शन यावनिनु पासा दर्शन यावनिनु ज्याजोले नाजापी कलाकार मदन कृष्ण श्रेष्ठ वा हरिवंश आचार्य सुनागोया धार्मिक सम्पदा देका तगु मेहाले खना थपी तस्क लस्ता जागु थ्यादिल आज यो चाहिँ कन्फर्म भएको प्रोग्राममा लागिरहेको के भने हाम्रो कुल देवता चाहिँ पुञ्चली भैरव भनेर भनिन्छ। पुञ्चली दुखदेव भनिन्छ। दुखदेवतालाई के भन्छ? इष्ट देवता कुल देवता हाम्रो पुञ्चली भैरव भनिन्छ। त्यो पाटनमै पर्छ भने चाहिँ हाम्रो पुर्खाहरू पाटनकै हुनुपर्छ भन्ने लागिरहेको छ। देवताको स्थानहरू र सभ्यता संस्कृतिको जगेर्ना गरेर राखिदिनु भएको छ र त्यसलाई नै अहिले हामीले बेचेर खाइरहेका छौँ। कि हाम्रो पर्यटन व्यवसायमा हनुमान ढोका भयो, भक्तपुर भयो, ललितपुरको दरबार स्क्वायर हो, त्यो नभएको भएदेखि हाम्रो सम्पदा आज रित्तो हुन्थ्यो। हामीले हाम्रो सम्पदा, हाम्रो संस्कृति, हाम्रो धर्म देखाउने ठाउँ हुँदैन थियो। त्यसकारण यो लिच्छवीकालीन मल्लकालीन सभ्यतालाई हामीले हामीलाई ठुलो गुण लगाउनु भएको छ। त्यसै गरिकन पछिल्लो पुस्ताहरूले पनि त्यो सभ्यता जोगाउने, नेपालको धर्म संस्कृति जोगाउने कामहरू गर्दै आउनु भएको छ। ज्याजोले सुनागु समाज अध्यक्ष विनोद महर्जन व मे चोमिलिसे हालामे रुपेश डङ्गोल सुनागु या पिण्डय बारे जानकारी दिएको खा 60 टनको ढुङ्गा थियो। ढुङ्गा ल्याएर हामीले मूर्ति बनाउन खोज्दाखेरि नेपालमा 60 टन बोक्ने क्रेन रहेनछ। क्रेन भए पनि त्यो हाइड्रो पावरमा मात्र हुने रहेछ र त्यो क्रेन ल्याए पनि त्यो टेलरमा ल्याएर राखेर ल्याउने चाहिँ सम्भव थिएन रहेछ त्यो बेला चाहिँ। अहिले चाहिँ भयो होला थाहा छैन मलाई। त्यसपछि हामीले त्यही राखेर लगभग हामीले 6 महिना जति त्यही राखेर यसलाई सेपमा ल्यायौँ। सेपमा ल्याइसकेपछि यो लगभग 30-40 टनमा भइसकेपछि हामीले यसलाई ल्याएर खुमलतार ललितपुरको खुमलतारमा राखेर बनाउने सुरु गऱ्यौँ। र यो बनाउने क्रममा हामी सुरुमा हामीले जो कलाकारहरू आउनुभयो उहाँहरूले त्यो यो बनाउन सक्नु भएन। फेरि उहाँले नसकेपछि उहाँहरूले छोडेर जानुभयो। अर्को मूर्तिकारहरू ल्यायौँ र उहाँहरूले पनि बनाउने कोसिस गर्यो। उहाँहरूले पनि सकेन र तेस्रो मूर्तिकारहरूको एउटा समूह आयो जो युवाहरू नै हुनुहुन्छ। अझ अब हामीले जातपातको कुरा गर्नु हुँदैन भन्छ। त्यसमध्येमा पनि जुन यो मूर्ति बनाउने मध्येमा दुईजना मूर्तिकारहरू दलित हुनुहुन्छ। हामीले जातपातको कुरा तर दलितकै हातले बनाएको मूर्तिलाई अहिले हामी पूजा गर्छौँ। यसले चाहिँ एउटा के छ भन्दाखेरि हामीले यो जातपातलाई चाहिँ अन्त्य गरेको जातपात हुँदैन, संसारमा जातपात हुँदैन, यो जातपात भनेको मान्छे आफैले बनाएको भन्ने कुरा यसले पनि यसलाई प्रमाणित गर्छ। उहाँलाई पनि धेरै धन्यवाद दिनुपर्छ। किन भन्दाखेरि यो विश्व चिनाउने उद्देश्यले अब यो कार्यहरू भइरहेछ। जस्तै मैले म्युजिकल तौरबाट मलाई सबैले साथ दिनुभयो, मदन बालले साथ दिनुभयो, कलाकारहरू जे चाहिँ देखिरहेको छु नाम ल्याएको छैन यसले भनेर पछि नगर्नु होला है। र भीम दाइ सबैलाई भुवन दाइ एरेन्ज गर्नुभएको छ। सबैलाई एकै अवस्थामा पछि फेरि मलाई धन्यवाद त दिइरहेकै छ। संगीतकार रूपेश डङ्गोल चयादिगु थुगु मे वेकलिसे जिन खुम मे हालमे तेसो सब्यादिगु दु सुरेन्द्र तुलाधरिया निर्देशनीय दुगु थुगु म्युजिक भिडियोले निसला मल्याको स्थानीय बासिन्दा मितुगु दुसा थुकिया छायाङ्कन व दृश्य सम्पादन सोहन बालन्द र यानादिगु ख सबै थुली बाबाले भगवानले दर्शन आउने हो थौची सकले तो दरबार मार्ग किंग्स लौंजे चुरा सुनापति जो भिन्डे दर्शन आउँछ
बुगु दर्शन याउने नीति कलाकारी समूह नटिने विनोद दङ्गलजू सुनाखोरी समाज अध्यक्ष वेगमा चिर धैर्य गबल चिर जानकारी गेरी गबल की थो मूर्ति स्थापना याउने नीति तो विश्व तकले तौरमा सुनाखोरी जोमपति भिन्ड्य जिस भिन्ड्य है भिन्ड्य युक्ति प्रचार यानी थी वे और तो प्रचार वेला तो स्थापना यानी थी वे कब से कुली मेहनत यानी दिला कुली संघर्ष यानी दिला कुली दुख शेयर दिला अगर ये भी चीज़ सीख रहा सुनागुया बालकुमारी ख्यालिक पलिस्तायाना तगु जिन्निगु फि तजागु पिन्ड्य त हलिया हे दक्ले तजागु पिन्ड्य मूर्ति कथा दाबियाना तगु तु